ल नेवारी खाजा घरमा यो चाहिँ साउदी अरब रियादको बत्थामा। ल साथीहरू मटन खाना पनि आइसक्यो। ल साथीहरू ल्यायो। हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल प्रदीप तामाङ भ्लग। आज धेरै पछि चाहिँ म फेरि भ्लग अर्को न्यू भिडियो लिएर उपस्थित भइसकेको छु साथीहरू। आमा म धेरै पछि भ्लग बनाउँदाखेरि त कस्तो अकमक्क पो हुँदो रहेछ त साथीहरू। मलाई देख्न सक्नुहुन्छ तपाईँहरूले। फेरि पनि म यो रुमबाट चाहिँ भ्लग बनाउँदैछु साथीहरू होइन। आफ्टर लङ टाइम म चाहिँ नेपालमा छुट्टीमा गएको थिएँ नि त, त्यो तपाईँहरूलाई पनि थाहा छ होइन। अनि त्यसपछि गएर आज चाहिँ अब रियादबाट चाहिँ साउदी अरबको रियादबाट चाहिँ नयाँ भ्लग बनाउन जाँदैछु साथीहरू। यहाँ चाहिँ सामानहरू हालेको छ, हल्का कोसेलीहरू छ, भाइ पनि आउँदैछ अरे, त्यही भएर त्यसको सामानहरू हल्का यहाँ थियो मसँग होइन। अनि चस्मा मैले पुछेर रेडी गरिसकेको छ होइन। म पनि रेडी भइसकेको छ बाहिर निस्किनको लागि। हुन्छ साथीहरू मसँग रहनु होला, हामी फेरि भेट्नु पर्नेछ बाटोतिर। कता के हुन्छ, मेट्रोतिर हामी जान्छौँ, हामी भेट्नुपर्ने हुन्छ साथीहरू है। हेर्नुहोस् मेरो यहाँ मनी प्लान्ट तपाईँहरूले पहिला पनि देखाएको थिएँ मैले होइन। खासै बढेको चाहिँ छैन, किन हो यो नयाँ पात चाहिँ आएको छ एउटा। ठिकै स्लो मोसन तरिकाले बढिरहेको छ साथीहरू। हुन्छ साथीहरू फेरि भेटौँला है त। ल साथीहरू अब चाहिँ हामी ट्याक्सी चढिसकेको छ, मेट्रो स्टेसनमा जाँदैछ। मेट्रो चाहिँ हाम्रो नजिक छैन नि त रुमबाट। यहाँ छ प्योर जिम। मैले 2 महिना प्योर जिममा चाहिँ जिम पनि गर्ने टबलेको थियो। अनि मेट्रो स्टेसनमा चाहिँ जानुपर्ने हुन्छ ट्याक्सीबाट। त्यसपछि गएर मेट्रो स्टेसनबाट फेरि हामी चाहिँ केएफडी ट्रान्जिट हुँदै फेरि बत्थाको समातेर जानुपर्ने हुन्छ साथीहरू। हेर्दै गर्नु होला है। मेट्रोको भिडियोहरू त तपाईँहरूले देखिसक्नु भएको छ धेरैचोटि, तर पनि फेरि पनि इन्जोय गर्नु होला है त साथीहरू। गाडी चाहिँ लास्टै स्ट्यान्डर्ड रहेछ। फेरि गाडी चाहिँ लास्टै स्ट्यान्डर्ड। ल साथीहरू हामी चाहिँ अहिले आइपुगिसकेको छ एयरमुक भन्ने चाहिँ मेट्रो स्टेसनमा आइपुगिसकेको छ। अब हामी यहाँबाट टक्क इन्ट्री गर्नुपर्ने हुन्छ। यो साँच्ची एउटा कुरो, त्यो बडै माको छ यहाँ स्टेसन। कति खर्च गरे होला यार यो स्टेसन बनाउनमा। यहाँ छ हाइपर पान्डा, लुलु पनि थियो कतापट्टि, लुलु यतापट्टि, पान्डा यतापट्टि साथीहरू। ल साथीहरू मेट्रो चाहिँ चलेको छैन जस्तो लाग्यो आज। हामी मेट्रो स्टेसनमा आएर पनि वेट गरेँ होइन, ढोकाहरू पनि कुनै पनि खुलेन। त्यही भएर हामीले चाहिँ फेरि ट्याक्सी बुक गरेर चाहिँ बत्थातिर लाग्दैछौँ साथीहरू। साउदी अरब रियादको बत्था मार्केटमा जाँदैछु। मेट्रोलाई अघिदेखि हेरिरहेको छु मैले, यो मेट्रोको लिग हो तर मेट्रो चलेकै छैन साथीहरू। सायद मेन्टेनेन्स केही गर्दै होला, त्यही भएर पनि नचलेको होला। हुन्छ साथीहरू हामी फेरि बत्था पुगेर भेट्नुपर्ने हुन्छ। ल ल साथीहरू बत्था मार्केटमा आइपुग्यो हामी चाहिँ। यो ट्याक्सीमा आएको साथी चाहिँ ट्याक्सीभित्रै हुनुहुन्छ, पैसा दिँदै हुनुहुन्छ। म चाहिँ ठ्याक्क आइपुगेको छ बत्था मार्केटमा। भाइलाई कुर्दैछु, भाइ आउँदैछ। ल साथीहरू ल्यायो। ल साथीहरू हामी चाहिँ यहाँ चाहिँ के हो यो नेवारी खाजा घर भन्ने ठाउँमा आइपुगेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ नेवारी खाजा घर। प्रमोसनको लागि छैन केही पनि, के प्रमोसन गर्ने यार। ल फुच्चेको झोला चाहिँ इन्टरनेसनल टाइपकै रहेछ। फेरि इन्टरनेसनल होइन, नेसनल। यहाँको डेकोरेसन चाहिँ दामी लाग्यो। ल नेवारी खाजा घर नयाँ नै हो। ओहो नेपाली प्रडक्ट हो। ल ठिक छ चल्दिउँ। भित्र पनि बाहिर बाहिर उ रहेछ। ल यो नेवारी खाजा घर। डान्स अब त्यस्तो
लाएर ल मेनु हेरिदिउँ न त ल के खानुहुने तपाईँ सुकुटी एक्स्ट्रा मागौँ न त हुन्छ नत्र तपाईँ उखानु नि त भुटान राइस खानु त्यही त नि भुटान भनेको छैन हामीलाई 3टा मटन खाना हजुर हजुर ल नेवारी खाजा घरमा हामीले चाहिँ साउदी अरब रियादको मथामा सेलरोटी पनि हामीले चाहिँ चाख्दैछौँ साथीहरू सेलरोटीको पनि मजा लिनुपर्ने दामी रहेछ अचार झन् दामी रहेछ ल नाइस अचार चाहिँ दामी लाग्छ ल साथीहरू मटन खाना पनि आइसक्यो जुत्ता धेरै भएपछि छान्नलाई गाह्रो के अब यहाँ फुच्चीलाई जुत्ता चाहियो अरे अब कुन चाहिँ जुत्ता लिनुहुन्छ ल छान्नलाई गाह्रो यो दामी रहेछ त है तर सेतो यहाँ रहेछ ए यस्तरी पो पेन्ट गरे हुँदो रहेछ अरे होइन त्यो स्प्रेले छ्याएर हानिदिँदो रहेछ क्या अरे सस्तो सस्तो छ एउटा नेपाली थियो बङ्गाली पुरै बोल्थ्यो कहाँ गएछ बङ्गाली ए बङ्गाली भाषा त बङ्गाली अनि त्यसपछि फेरि केरला भाषा पनि बोल्दैन कि फेरि त्यस्तो खतरा ल फुच्ची अब जाँदैछ सामान तुमान किनेर पर्सनल कार हो क्या हो पर्सनल नै हो ल ल ल ल साथीहरू हामी चाहिँ छ अहिले नेसनल म्युजियम मेट्रो स्टेसनमा छ यहाँ छ हामीसँग चाहिँ यो मेट्रोको कार्ड यो टक्क यहाँ राखेपछि यो खुल्छ यहाँ राखेपछि टक्क यो खुल्यो अब हामी गए हामी चाहिँ नेसनल म्युजियमबाट चाहिँ जाँदैछौँ हामी चाहिँ केएफडीबाट चाहिँ फेरि चेन्ज गर्नुपर्ने हुन्छ मेट्रोलाई यतातिर टोइलेटहरू छ दाइ टोइलेट जानुपर्ने छ भने जानु होला नत्र भने हामी यहाँबाट ओह्रालो लाग्ने छौँ यस्तो ठुलो बब्बाल ठुलो चाहिँ साथीहरू मेट्रो स्टेसन हो यहाँबाट फेरि आमा यति धेरै छ ल हेर्नु त ओ म त यार बस्नु पर्यो यार हिँड्दा 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 थकाइ लागिसक्यो यार कम्ता हिँडेर आज आम्बो हिँड्दा 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 तल पुग्नुपर्छ साथीहरू यस्तो बब्बाल छ हेर्नुहोस् है सेडा लगाएर बसेर जानु पर्यो साथीहरू फेस त जस्तो छ त्यस्तै आउँछ आइफोनको कमाल नै त्यही हो अब उठ्नु पर्ने हुन्छ म कति ठुलो छ त हेर्नु त साथीहरू सरर लाएर हेर्नु त आमा ओ नो 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 हबीबी ताल है ना है ना फेरि हामी तल जाँदैछौँ तलको तल कति ठुलो छ त है आमा कति लगानी भयो होला त यसमा यो भाइको के अरे एयरपोर्टभन्दा ठुलो छ नि अनि अझै अन्डरग्राउन्डमा कति धेरै लगानी गरेको छ आमा सोच्न नसक्ने लगानी छ हो यहाँ चाहिँ ल हाम्रो पनि आइयो लास्टमा पर्ने रहेछ त फर्स्ट क्लास त यार
लास्टमा ओ मेट्रो जाँदैछ। हामी चाहिँ यहाँ छौँ मेट्रोभित्र पाराले सुरुङ भित्रैबाट आएको थियो, आउँदै थियो। अहिले त उज्यालो अहिले यो आयो नि त, के अरे केएफडीमा ठ्याक्क निस्किँदो रहेछ यार। आम्मामामा यहाँ हेरौँ न साथीहरू, यस्तो बवाल छ यार, दामी छ नि ठाउँ है। المحطة التالية هي المركز المالي. अब हाम्रो ओर्लिने बेलाको केएफडी उता बिल्डिङ हेर्नु त المسار الأصفر. यस्तो बवाल छ। في هذه المحطة يمكنكم التبديل إلى المسار البنفسجي. स्टेडियम बन्दैछ साथी, स्टेडियम आयो ल। केएफडीमा झर्नु पर्ने अवस्था आयो अब हाम्रो चाहिँ। मेट्रो चाहिँ यहाँ छ साथीहरू, हामी ओर्लिसक्यो। अर्को मेट्रो जाँदैछ उता। ल ढोका बन्द भयो, अब यो हिँड्छ साथीहरू। ल उतापट्टि गयो, उल्टो पो हिँडेको देखियो। ल अब हामी जानु पर्यो, कुन चाहिँ पक्रिनु पर्यो अब हामीले, कुन चाहिँ कलर। ला 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 ला, यत्रो ठुलो छ यार, आम्मामामा। हामी चाहिँ एउटा मेट्रोबाट चाहिँ फेरि सिफ्ट भएर अर्को मेट्रोमा जानुपर्ने भएर हामी फेरि अहिले चाहिँ अर्को मेट्रोको यात्राहरूलाई अगाडि बढाउँदैछ साथीहरू। पर्पल कलर टन 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 टन, तिमी आएको उल्टो आयो यो, उल्टो गयो मेट्रो के त उल्टो गयो।